लगभग डेस्टिनेसनमा आइपुगिसकेको छु। Happy journey! So, very good morning and welcome to a new vlog. आज चाहिँ म एकदम एक्साइटेड छु किनभने म आज नयाँ ठाउँ जाँदैछु। म पनि जानेछु, साथै तपाईँहरूलाई पनि म त्यो ठाउँ एक्सप्लोर गराउनेछु। के कस्तो लाग्छ हेर्दै जानुहोस्, मन पऱ्यो भने कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्, अझै माया दिनुहोस्। सो अहिले फेरि यहाँ गुफा पातलमा आइपुग्छ गेस्टहरू लिएर। बाट चाहिँ यस्तो छ अहिले गुफा पातल। आज त्यस्तो क्लियर चाहिँ आएको छैन, त्यस्तै उयो भइरहेछ। अब यहाँबाट चाहिँ सिधै फेरि अर्को जग्गा आजको मेन डेस्टिनेसन, त्यो पनि अब जानु पायो भने कुनै चाहिँ अब अलिकति त्यहाँनिर केही रिस्ट्रिक्सनहरू छ होला अहिले पनि। जग्गाको नाम चाहिँ म भन्न सक्दिनँ, बादमा भन्छु। यस्तो छ अहिले भने चाहिँ यहाँनिर पशुपतिमा एन्ट्री भइसकेको छ र म चाहिँ यहाँनिर भान्सारको लागि गेस्टहरूलाई पर्खिरहेको छु। गेस्टहरूको डकुमेन्ट्सहरू चल्यो होला यताउता, अन्त सो एक्साइटेड अब पुग्न आँटेको छु अगाडिको डेस्टिनेसन हेर्दै गर्नुहोस् होला। तलबाट चाहिँ हामीलाई जानु दिइसकेको छ। सो अब भान्सार काटेर नेपाल छिर्नुपर्छ। नेपाल अहिले चाहिँ भान्सारहरू पनि भइसकिसक्यो, अब खालि एक जग्गा बाँकी छ पर्मिटको लागि। ये दादाहरूले काट्नु भइसकेको छ। तुम ब्लॉग करते हो? कर रहा हूँ दादा। करते हो क्या? हाँ दादा। ओए तेरी बोलो, अरे सब्सक्राइब दादा करेगा ना। दादा पनि थकै गर्दैछ अब। हम चारों जन सब्सक्राइब कर देंगे, तुम्हारा चाटो करिए सब्सक्राइब कर देगा। लु अब 4 जना सब्सक्राइब बढी यहीँनिर हो। आँखाको अगाडि नै तपाईँहरू पनि गरिदिनुहोस् होला, हेर्दै जानुहोस् भिडियोहरू है। मार्केट आइसकेको छु। अब यहाँदेखि त्यस्तै आधा घन्टाहरू लाग्छ होला, अन्त अब हेर्दै जाउँ। यस्तो छ पशुपति बजार। यहाँ चाहिँ पशुपतिमा चाहिँ शोभायात्रा निकाल्न आँटेको रहेछ आज फुलपातीको दिन। यहाँको दृश्य चाहिँ यस्तो छ, हेर्नु सक्नुहुन्छ तपाईँहरू। एकदम चाडबाड कल्चर, हाम्रो नेपालीहरूको कल्चर चाहिँ यस्तो छ। Happy journey! वेलकम टु नेपाल। Welcome to Nepal. Hello, welcome to Nepal. अहिले चाहिँ हामी यहाँनिर डल्लै डकुमेन्ट्सहरूको कामहरू सकेर चाहिँ नेपालभित्र इन्ट्री भइसकेको छ। लास्ट चाहिँ रोड पर्मिट हुँदो रहेछ, त्यो चाहिँ 350 पर्दो रहेछ इन्डियन, चाहे 1 दिन होस् 2 दिन होस् त्यही भन्यो। र अहिले चाहिँ हामी निक्लिसकेको छु। अच्छा बात है। कैसा लग रहा है आपको? हमको बहुत अच्छा लग रहा है क्योंकि कम से कम इसकी वजह से साइट सीन तो हो रहा है। मेरा भी आप लोग की वजह से मेरा भी यहाँ का टुर हो रहा है। अच्छा बात है, अच्छा बात है। हावा एकदम मस्त चलिरहेको छ यहाँनिर। अहिले चाहिँ यहाँ बुद्ध स्ट्याचुमा चाहिँ पशुपति तल परिहाल्यो। यो चाहिँ ब्रिजहरू रहेछ, टी गार्डनहरू। दामी टी गार्डन त तर अब पाहाडमा चाहिँ पनि राम्रो नै देख्छ। यहाँनिर चाहिँ ब्रिज पनि बनाइदिएको रहेछ, यहाँ तलबाट गाडी पास हुने। अन्त यता चाहिँ बुद्ध स्ट्याचु छ, देख्नु होला यो जग्गा। अब तपाईँले होइन कस्तो लाग्यो के लाग्यो, मलाई चाहिँ अब राम्रो लाग्यो यो जग्गा। यता चाहिँ भाइ गेस्ट डुल्दैछ, यता माथि जाउँ भनेर चाहिँ जाँदैछु। दादाहरूसँग मेरो पनि साइड सिन हुँदैछ, दादाले पनि हेर्नु हुँदैछ मलाई अब। अन्त त्यस्तो छ। अच्छा हो रहा है दादा? बढ़िया हो रहा है ना? चलिए, जगह भी बहुत बढ़िया है, एकदम फ्रेस हावा आ रहा है ना? एकदम फ्रेश हवा, एकदम हावा पनि यहाँ चाहिँ एकदम मिठो चलिरहेको छ। दामी लाग्दै यहाँनिर अब नयाँ जग्गामा आएर एकदम एक्साइटेड भइरहेको छु म पनि। अब गेस्टहरूसँग साइड सिन गएको घुमेको हुँदैछ, चलिरहेछ। अहिले चाहिँ यहाँ माथि भ्यू त अब माथिबाट त्यस्तै देख्छ होला यहाँ अघि गरेको जस्तै। अनि हेरौँ अब त्यहाँबाट के कस्तो छ नजाराहरू, त्यस्तो छ ल। एकदम मस्त वाला भ्यू अरे बाबा। अहिले भने चाहिँ म यहाँ श्रीगन्ध लेकमा आइसकेको छु। लेकको नजाराहरू चाहिँ यस्तो छ। अब यहाँनिर चाहिँ बोटिङहरू गर्दा पनि हुन्छ, तर अब म चाहिँ बोटिङ गर्दिनँ। म त्यतिकै आएको थिएँ घुम्नुको लागि, बोटिङ सुटिङ चाहिँ गर्दैन। तर तपाईँलाई पनि देखाउनुको लागि आएको थिएँ। चाहिँ लेकहरू यता माथि स्टेहरूको लागि छ, राम्रो छ, राम्रो रहेछ। अब यहाँनिर यता माथि टी गार्डनहरू राम्रो छ यहाँनिर। यताबाट हेर्नुहोस् न, मजा आउँछ क्या।
अहिले चाहिँ कन्याममा आइसकेको छु। कन्यामको वेदर चाहिँ यस्तो छ, फगी लागेर अलिकति भ्यू चाहिँ हराएको झलक देखिसकेको छु हामीले। सबैजनालाई कन्याममा स्वागत छ। कन्यामको नजारा चाहिँ यस्तो छ अहिले फिलहाल चाहिँ। अहिले चाहिँ यहाँ माथि लभ डाँडा भन्दो रहेछ, लभ डाँडामा जाँदैछु भ्यू हेर्नुको लागि। लभ डाँडाबाट चाहिँ भ्यू हेरिन्छ। भ्यू चाहिँ अब नर्मल यही देख्छ माथिबाट पनि हो, तर पनि अब माथिबाट देखाउने ट्राई गर्छु जति सक्दो राम्रो आओस् भनेर प्रार्थना गर्दैछु। यो उकालो चाहिँ साला के हुन्छ, अब बानी हराइसकेको छ उकालो हिँड्ने। खुसी लागिरहेको छ। अघि बिहान एक्साइटेड छु भने थिएँ यहाँ आउनुको लागि, क्या बर एक्साइटेड थिएँ भन्दै थिएँ, एक्साइटेड नै छु। लभ डाँडाबाट भ्यू पनि हेऱ्यो, अब 360 भ्यू एकदम दामी, मस्त दामी लाग्यो। एक्साइटेड थिएँ यहीँ, यसको लागि एक्साइटेड थिएँ। लगभग राम्रो नै छ। अब यहाँ वरिपरि एकदम हरियाली 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 मौसम छ, चियापत्ती एकदम मजाको सफा मिठो भ्यू। चाहिँ आइकोनिक भ्यू क्या यो पूर्वको चाहिँ अब नेपालको सबसे बेस्ट लोकेसन चाहिँ पूर्व नेपालको सबसे बेस्ट लोकेसन भ्यू चाहिँ अब यही हो। अब गर्दै भने चाहिँ अब यतिलाई नै राख्दैछु। अब अँधेरो पनि भयो, भ्लग यहीँ समाप्त हुनेछ र अर्को भिडियोमा लास्ट। थ्याङ्क्स फर वाचिङ। कस्तो के लाग्छ कमेन्ट गर्नुहोस् होला।